हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। हामी चाहिँ आज जरिङ्गो टिप्न गएको दिदीसँग आयो भन्न भित्र बनाउने बार त बनाउँदै छ नि यहाँनिर। बात त सही। कहाँ गएको अरे जरिङ्गो टिप्न चाहिँ? हेर्नुहुन्छ नि एक दुईजनाले त। आइफोनबाट खिच्यौँ कस्तो कालो आइरहेको छौ नि। हमको मारो, हमको जिंदा मत छोड़ो सालो। कालो भएपछि त्यस्तै हो। अनि अब जानु आँटेको जरिङ्गो टिपेर अन्डासँग खान। जरिङ भन्नु थाहा छ होला तेरो अभिभावक के भन्छ मेरो भिडियोमा के भन्छ नि त्यो हेर्ने मान्छे भिडियो हेर्नेर के भन्छ अभिभावक होइन बियर्सहरू भन्छ होइन तर हेर्दै त हेर्दैन कसो हेर्नुहुन्छ कि एक दुईजनाले। चिन्छस् हेर्ने मान्छे को हो चिन्दैन नि कहाँबाट। यस्तै हो अब हाम्रो पछाडिको ब्याकग्राउन्ड चाहिँ हरियो। आज शीतल दिन भएको, शीतल दिन भएर होला लास्टै राम्रो छ वेदर चाहिँ आज हरियो। वाह इजा। अब हामी चाहिँ अब आफूले रोपेको भए पो टिप्नु जानु। अर्को घरमा अझै के छ चोर्नु त हो नि भनेर भन्नु। के बोले भाइ? अब के बोले के छ थाहा बोले छ भने टिप्ने छैन नटिप्ने त्यो जरिङ्गो हो कि न त झार हो के हो थाहा छैन। के थाहा पर्ने त्यस्तै लाग्यो। ए भनेपछि मजाले हेरेर मात्रै टिप्ने बेला भयो है। यस्तो सुने होइन भने गरेर यस्तो जरिङ्गो हो भन्ने बज्यो बज्यो। त्यस्तो दिमागमा यो जरिङ्गो त्यो जरिङ्गै थाहा छ मलाई जरिङ्गै थाहै छैन के थाहा अर्कै जिल्ला त्यस्तै अब के एउटा सागलाई पनि धेरै नाम्दै त्यो पनि हो। त्यो चाहिँ किन भला नि मेरो बोलेको मनको मेरो फुल हुन्छ त्यो त भला तिमीहरू पर्छ यस्तो यस्तो म यस्तै हुन्छ अहिले भत्ला तिमी नै। हामी चाहिँ यो के हो हाडा होइन होइन टेम्पाको अर्को हाडा हारा हो हारेर पाएको उनीहरूको बुढाबुढीले झगडा गर्दा हारेर पाएको हारा अरे त्यस्तो भन्छ नि त। ए त्यही भएर होला। भने त होइन त्यो चाहिँ मैले अब के भन्नु यस्तो अगाडि क्यामेरा देखेपछि चाहिँ बुझ्न मन लाग्दो चाहिँ नहुने मऱ्यो भन्ने त कसरी हेर्दैन। त्यही हो गाइजहरू। अब जरिङ्गोको ठाउँमा पुगेपछि फेरि भिडियो बनाऊ न त है। बनाउने भने ल बाई गरिदियो अहिलेलाई। गरिदिने म चाहिँ किन बाई गर्नु हेर्नु न यस्तो छ कि पाडा भिडियो बनाऊ भन्दाखेरि कोही त छैन बाई पो गर्नु अगाडिकै मान्छेहरू बाई भन्नु हस् अहिले चाहिँ बाई। यो चाहिँ जरिङ्गो होइन जरिङ्गो यसासी ओबाचानले दिएको यसासी ओबाचानले। यो चाहिँ के अरे पदिना मिन्ट होइन नि त पदिना र मिन्ट एउटै होइन। अनि पदिना यो चाहिँ एलोभेरा घिउकुमारी हो घिउमारी। यो चाहिँ पालुङ के अरे पालुङको होइन हौ के अरे जरिङ्गो थाहा छ हजुरहरूलाई यो जरिङ्गो जरिङ्गो र अन्डा खानुहुन्छ नि त। अनि यो चाहिँ पदिना रेसिपी चाहियो भने म भनिदिन्छु है पदिना जरिङ्गो र अन्डाको कस्तो मिठो बास्ना छ। हेर्नु रोप्नु पनि मिल्छ जरासँगै छ नि त रोप्नु पनि मिल्छ। पदिना चाहिँ एलोभेरा सानो सानो पनि दुइटा दिनुभएको। यो खोइको सानो यहाँनिर छ हेर्नुहोस्। यो चाहिँ रोप्ने यसासी ओबाचान तपाईँहरूकोतिर छ कि छैन कमेन्ट गर्नु होला।